मान्य सदस्य, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता प्रतिकूल हुने गरी प्रश्न उठाउन पाइँदैन भनेर कुन चाहिँ नियमले भनेको? यो कार्यविधि खारेज गरी सबै पार्टीहरू र सभासदहरूको प्रश्न बनाउन पाउने, यहाँ छलफल गर्न पाउने र निर्णय गराउन पाउने अधिकार सुनिश्चित हुने गरी स्पष्ट र किटानीका साथ सम्मान्य अध्यक्ष महोदयबाट रुलिङ होस्। उहाँले गम्भीर कुरा उठाउनु भएको छ, त्यसतर्फ मेरो गम्भीरतापूर्वक ध्यान आकर्षण भएको कुरा म मान्य सदस्यहरूलाई आग्रह गर्न चाहन्छु। तर आज अहिले त्यस बारेमा मैले केही भन्न सक्ने स्थिति छैन। यी प्रत्येक विषयलाई छिनोफानो गर्ने, टुङ्गोमा पुर्याउने थलो भनेको संविधान सभा नै हो र मलाई थाहा भएसम्म स्वयं मान्य सदस्यले दिएका नाम समेत समाविष्ट गरेर यो प्रस्ताव समितिको निर्माण भएको छ। अरू कुराहरूको हकमा मैले भनिसकेँ। यसले प्रतिवेदन पेश गर्दा संविधान सभाले नै त्यसलाई लिएर निष्कर्षमा पुग्ने काम गर्छ।